नमस्कार साथीहरु। पहिलाको भिडियोमा चाहिँ नि मैले लम्बी छ भनेर हैन विदेश आउनु भन्दा पहिला के गर्नुपर्छ हैन विदेश जानु भन्दा पहिले के गर्नुपर्छ अथवा विदेश गइसकेपछि के कस्तो अनुभवहरु मैले पाए भन्ने कुराहरु मैले भिडियो बनाएको थिए। तर त्यसमा विस्तृत रूपमा जानकारी दिन पाइन किनभने भिडियो धेरै लामो भइसकेको थियो। त्यसकारण यसमा म अलिकति त्यो आफ्नो छुटेका कुराहरु उल्लेख गर्न चाहन्छु। कृपया यो भिडियो पुरा हेर्दिनु होला र लाइक, कमेन्ट र शेयर जरुर गर्दिनु होला। पहिलो कुरो त मैले सबै कुराहरु भनिसकेको छु हैन। विदेश जानु भन्दा अगाडि के कस्तो डकुमेन्टहरु चाहिन्छ, त्यसपछि विदेश गइसकेपछि के कस्ता च्यालेन्जहरु फेस गर्नुपर्छ भन्ने कुराहरु मैले पहिलाको भिडियोमा उल्लेख गरिसकेको छु। तर यो भिडियोमा चाहिँ नि मैले स्पेशली त्यहाँको वातावरण, त्यहाँको सांस्कृतिक पक्ष अथवा धार्मिक पक्षहरुसँग कसरी मैले फेस गरे र त्यहाँ हाम्रो लोकेसनका मान्छेहरुसँग कसरी आफ्नो हैन कोवर्कर बनाए अथवा तिनीहरुसँग काम गर्दा अनुभव कस्तो रह्यो त र कस्ता मुलुकका मान्छेहरु आउँदा रहेछन् त हुँदा रहेछन् काम गर्दा रहेछन् भन्ने कुराहरुको बारेमा केही कुराहरु गर्न मन लाग्यो। पहिलो कुरो त अलिकति प्रश्नाउन मन लाग्यो, विदेश किन जाने भन्ने कुरो सबभन्दा पहिलो प्रश्न उब्जिन्छ के यहाँ। विदेशको कुरा गर्नु भन्दा अगाडि हैन विदेश किन जानु त आफ्नो मुलुक छोडेर हैन बाहिर गन्तव्य यात्रा जान के जरुरी छ भन्ने प्रश्न उब्जिन्छ मेन। तर जरुरी छ पनि यो हाम्रो अहिले जेनेरेसनलाई कि विदेश त जाने किन जाने त भन्ने प्रश्न पनि सायद गर्नु स्वाभाविक नै हुन्छ जस्तो लाग्छ मलाई त। किन भनेपछि सर्वप्रथम त विदेश जान त पैसा कमाउन लागि त हो हैन। आफ्नो 2-4 पैसा कमाएर फ्यामिली परिवारलाई फाइनान्शियल सपोर्ट गर्नु र आफूले भने जस्तो चाहे जस्तो हैन भौतिक आधारहरु जोड्नु नै विदेश जाने त हो आजभोलिको लक्ष्य उद्देश्य। तर यो भन्दा पहिले यो जरुरी छ कि हैन हाम्रो युवा पुस्ताहरुले ताकि विदेश किन जाने त विदेश जाने हाम्रो विभिन्न किसिमको हैन खर्चहरु यताउता जुटाउने त्यो गर्नु भन्दा त हामीहरु किन चाहिँ नि यही देशमा बसेर केही गर्न सक्दैनौं भन्ने प्रश्न पहिला उठ्छ र उठाउन जरुरी पनि छ। र सेकेन्डली विदेश त जाने हैन तर के कामका लागि जाने भन्ने दोस्रो प्रश्न आफूले उठाउन सक्नुपर्छ। किन भनिरहेको छु भने मैले हैन म पनि धेरै ठाउँमा घुमे, धेरै देशहरुमा मैले हैन गए, त्यस देशको अवस्था वातावरण बुझेर धेरै एनालाइसिस धेरै कुराहरु भोगिसकेपछि मात्रै यस्ता अनुभवहरु हैन तपाईहरु समक्ष मैले शेयर गर्न चाहे। किन भन्दाखेरि अब प्रश्न आउँछ फेरि तपाईले किन गर्नु भएन भन्ने कुराहरु जस्ता हो। त्यही भएर चाहिँ नि आफूले भोगेर हैन बुझेर एनालाइसिस गरेर देश विदेश घुमेर समयहरु यताउता सबै कुराहरु वातावरण बुझ्दा फेरि यो निचोडमा आइयो कि कन्क्लुजनमा यो भयो कि अबको युवा पुस्ताहरुले प्रश्न उठाउनै पर्छ। फर्स्ट नम्बरमा विदेश जाने किन जाने भन्ने कुरोहरु प्रश्न उठाउनु उत्तिकै जरुरी छ। किन भनेपछि अब 2-4 पैसा कमाउनको लागि मात्र जाने हो भनेपछि अलिकति आफुलाई पनि हैन आफ्नो ठाउँ स्थितिमा हेरेर आफ्नो वरिपरि वातावरण हैन आफ्नो मुलुक र समाजमा के गर्न सकिन्छ भने विदेश किन जान पर्यो हैन। त्यसको लागि पनि अब तपाईहरु आफैले व्याख्या विश्लेषण गर्न सक्नुहुन्छ, आफैले एनालाइसिस गर्न सक्नुहुन्छ। धेरै यसो युवाहरु यहाँ विदेशमा के देखिन्छ भने हैन अब पढाइ त बीए पास आईए पास भनेर भन्नुहुन्छ तर काम भनेको चाहिँ एकदम निम्न स्तरको कामहरु गर्नु भएको देखिन्छ के। त्यसकारण चाहिँ यो प्रश्न उब्जिएको
अब भाडा माग्ने, अब किल्न, सफाइ गर्ने त्यो कामलाई ठुलो सानो मैले भनेको होइन। यद्यपि हुन्छ नि त, पढे लेखेको मान्छे पनि एउटा राम्रो सेलरी, एउटा राम्रो काम पाइन्न भने होइन, विदेशमा गएर किन भड्किनु भन्ने चाहिँ नि पक्कै पनि प्रश्न उब्जिनु स्वाभाविक नै हो। तर मैले भन्न खोजेको चाहिँ कुरा चाहिँ नि, पढे लेखेको मान्छेहरू पनि होइन, राम्रो शिक्षा स्तर प्राप्त भएको मान्छेहरू पनि के कामको लागि जाने भन्ने कुरो नै टुङ्गो हुँदैन क्या। प्राय हावा लैलैमा लागेर ट्रेन चलिरहेछ अहिले विदेश जाने होइन। त्यसको लागि पनि होइन केही सोच विचार पक्कै नै गर्नुपर्ने हुन्छ युवा पुस्ताहरूले। मैले भनि नै हालेँ, सुरुमा विदेश किन जाने त, र विदेश यदि गइहाले तापनि के कारणले जाने त, कसरी जाने, के काम गर्ने र कस्तो काम आफूले आउँछ, सिप क्षमता सबै कुराहरू बुझेर मेन पावर होइन, स्पेसली अब भरपर्दो विश्वासिलो र एकदम आफ्नो नजिकको चिने जानेको मेन पावर वा एजेन्टसँग मार्फत जाँदा एकदमै राम्रो हुन्छ त्यो कुराहरू होइन। मैले पहिला पनि भनिसकेको छु। यस विषयमा मैले धेरै भन्न चाहेन। कृपया तपाईँहरू पनि आफ्नो जीवन सम्बन्धी होइन टेक केयर गर्नुहोला। युवा पुस्ताहरू विशेष गरी आफ्नो करियर सम्बन्धी मूलत होइन प्रश्न आफूले आफूलाई गर्नुपर्दो रहेछ होइन। म के काम गर्न सक्छु या म कुन काम गर्दा खुसी लाग्छ, अथवा विदेश जाँदा पनि कस्तो देशमा जाने, कस्तो मुलुकमा त्यहाँको विभिन्न वातावरण होइन, विभिन्न एग्रिमेन्ट पेपरहरू पढेर बुझेर जाँदा एकदम राम्रो हुन्छ होइन। सर्वप्रथम त त्यही हो, अब विदेश जानुभन्दा अगाडि अथवा त्यहाँ गइसकेपछि के गर्नुपर्छ होइन। त्यहाँ गएर मात्र पैसा म कमाउन सक्छु कि या त आफ्नै देशमा आफ्नै गाउँघरमा म केही गरेर 2-4 पैसा आर्जन गर्न सक्छु कि भन्ने विषयमा पनि छलफल गर्न एकदम जरुरी छ। अब धेरै कुराहरू मैले गर्न चाहेन यसको बारेमा होइन। तपाईँहरू आफै विश्लेषण आफ्नो जीवनप्रति आफै टेक केयर गर्नुहोला। तर म यति भन्न चाहन्छु कि इम्पोर्टेन्ट मेन त्यसका लागि, कुन कामका लागि जानुभन्दा अगाडि होइन राम्रो कम्पनी वा आफ्नो मेन पावर सम्बन्धित निकायहरूसँग राम्रोसँग बुझेर जाँदा एकदम राम्रो हुन्छ र पछि त्यहाँ गएर धोकाहरू नपाइयोस् होइन, सेलरहरू भने जस्तो नहोस्। किन भन्दा फेरि मैले यो कुरा किन जोडिरहेको छु भने अहिलेको पुस्ताहरू तपाईँहरूले देख्नु भएको छ होला होइन। यद्यपि एकदम सत्य यथार्थ कुरा हो, कुनै झुट पनि होइन। किनभने एउटा कुरो एउटा एग्रिमेन्टमा गइया हुन्छ होइन बाहिर, त्यहाँ गएर त्यहाँ एग्रिमेन्टमा भएको कुराहरू केही पनि हुँदैन क्या। कामहरू, सेलरीहरू, आवरहरू कतिपय 8 आवर काम भन्ने हुन्छ, ड्युटी भन्ने हुन्छ, कहिले काहीँ 10 घन्टा पर्दै हुन्छ, 12 घन्टा पनि गर्नुपर्ने हुन्छ। दोस्रो कुरो सेलरी एउटा भने हुन्छ त्यहाँ एग्रिमेन्टमा, र त्यहाँ गइसकेपछि धेरै लेस अथवा कम अथवा टाइममा सेलरी नआउनु पनि जस्ता झल्नु भएको छ हाम्रो युवाहरूले। त्यस कारण मैले यो कुरा जोडेको हुँ। र अर्को कुरो फेरि काम नपाएर पनि होइन धेरै बसिरहेको, एकदम महिनौसम्म बसिरहेको, फेरि नेपाल फर्केको कुराहरू समाचार पनि हामीले सुन्नमा आउँछ र यथार्थ हो पनि यो, यस्तो हुन्छ भने। त्यस कारणले मैले यो कुरा जोडेको हो। कृपया तपाईँहरू पनि पहिला आफूले आफूलाई प्रश्न गर्नुहोस्, र यदि जानै पर्ने छ पनि जाने नराम्रो होइन, जानुपर्छ। नगएर त के गर्नु होइन, उपाय पनि छैन। आफ्नो देशमा भने जस्तो रोजगारी पनि पाइँदैन। अब राजनीतिक उथलपुथलको कारण हाम्रो केही सामाजिक, राजनीतिक, आर्थिक र केही पारिवारिक पृष्ठभूमिले गर्दा हामीहरू विदेश जानु बाध्यता हुन्छौँ। यद्यपि त्यसको सँगसँगै पनि आफूले पनि आफूलाई झाक्ने जरुरी छ कि, ताकि मैले क्वेसन गर्न जरुरी छ, म विदेश जाने कि नजाने अथवा के कारण म जानुपर्ने हो भन्ने कुराहरू तपाईँहरू आफै एनालाइसिस गर्नु। र विदेश जानुभन्दा अगाडि कृपया फेरि पनि भन्छु, ट्रेन प्राप्त भएर एकदम आफूले जानेको काम, सिप र क्षमता, अनुभवलाई राम्रोसँग गरेर तपाईँ जान सक्नुहुन्छ। दुःख पाइँदैन। हावा भैरमा नजानु होला, आफूले सोच समझ जानु होला भन्न चाहन्छु। यसको बारेमा यति नै भन्न चाहे, किनभने भिडियो लम्बिन सक्छ। र म फेरि त्यही फर्किन्छु मेरो वैदेशिक यात्रामा। त्यहाँ
कस्ता कस्ता किसिमका नेसनालिटीका मान्छेहरूसँग जमघट भयो होइन। उनीहरूसँग काम गर्दाको पल छेन, केही तिता पल केही मिठा पलहरू साट्न पाइयो। अब धेरै किसिमका कुराहरू सिक्न पाइयो, अनुभव बटुल्न पाइयो होइन। त्यसबारेमा म केही कुराहरू भन्दैछु। पहिलो कुरो त त्यहाँ सुरुमा फ्रेसरमा त तपाईँहरूलाई थाहै छ होला सायद होइन, एकदम गाह्रो हुन्छ। त्यहाँ गइसकेपछि अब भाषा जानेको हुन्न। अब भाषा जाने तापनि आफ्नो नेसनालिटीका मान्छेहरूसँग भेटघाट हुँदा त आफ्नो भाषा चल्छ, अथवा हिन्दी पनि भनौँ चल्छ। तर फिलिपिन्स अब इन्डोनेसियाका जस्ता मान्छेहरूसँग भेट हुँदाखेरि उनीहरूसँग कसरी कुरा गर्ने भनेपछि त अब इङ्ग्लिसमा हो। सुरुमा गाह्रो हुने रहेछ क्या। सुरुमा अब भाषा पनि त्यति नआउने, कहिलेकाहीँ इसाराहरूबाट पनि कुरा गर्नुपर्ने होइन। इसाराबाट अब यताउता हाई हेलो त अब चल्थ्यो, त्यो बेसिक कुराहरू त भइहाल्थ्यो। तर यद्यपि एकदम सिरियसली कुराहरू उनीहरूसँग वार्तालाप गर्नु पर्यो, राम्रोसँग कुराकानी गर्नु पर्यो भने भाषाको जरुरत पर्ने रहेछ क्या। त्यही भएर भाषा सिक्नु पनि एकदम जरुरी छ। इङ्ग्लिस होइन, इङ्ग्लिस त इन्टरनेसनल ल्याङ्ग्वेज हो, सिक्दा एकदम राम्रो। र अर्को कुरो अरबिक पनि चल्दो रहेछ। अरबिक पनि गल्फ कन्ट्रीमा प्रायः चल्छ होइन। सुरुमा त गाह्रो भयो। अब यस्तो काम बिग्रिने हो कि यो काम बिग्रिने हो कि होइन, एकदम मनमा डर लाग्ने, मतलब हुन्छ नि पानिक हुन्छ नि। अब जस्तै सुपरभाइजर अथवा म्यानेजर ठुलो मान्छेले केही भन्ने हो कि एकदम फिलिङ हुन्थ्यो क्या। एकदम नयाँ मान्छे, नौलो ठाउँ, नयाँ वातावरण, नयाँ देश, अब कसरी घुलमिल हुने, कसरी समायोजन गर्ने त भन्ने कुराहरू एकदम चिन्ता हुन्थ्यो। 1-2-4 दिन त अब निद्रै नलाग्ने होइन। त्यहाँ गइसकेपछि अब भनौँ न 1-2 हप्ते भनौँ न, घरको याद आइरहने, माया लागिरहने, फ्यामिली परिवारको होइन, साथीभाइहरूको अब व्यर्थमा किन गइयो छ र भने जस्तो फिल हुन्थ्यो। यद्यपि के गर्ने, अब बाध्यताले अब होइन, सब समय परिस्थितिले सबलाई अब बनाउँदो रहेछ। वातावरण माहौल होइन एकदम छुट्टै हुँदो रहेछ। त्यहाँ गइसकेपछि विभिन्न नेसनालिटीका मान्छेहरूसँग भेटघाट भयो। विभिन्न आफ्नै देशका पनि कुना कन्ठराका दूर दराजका गाउँघर या सहर बजारका मान्छे आफ्नो दाजुभाइहरूसँग पनि भेटघाट हुँदो रहेछ। एकदम रमाइलो हुँदो रहेछ हुन त विदेशमा होइन। पछि बिस्तारै त्यहाँको वातावरणसँग होइन मिल्दै घुलमिल हुँदै गर्दाखेरि सजिलो त हुँदो रहेछ। तर अर्को कुरो चाहिँ आफूमा पनि भर पर्दो रहेछ क्या। आफू कस्तो छु त भन्ने कुरा, आफूले आफूलाई पनि अलिकति होइन पोजिटिभ राख्नु पनि पर्दो रहेछ। धेरै नराम्रो कुराहरू विकृतिहरू सोच्नुभन्दा पनि अब आफूले आफूलाई कसरी इम्प्रुभ गर्ने होइन, सुधार्दै लाने र अब बिग्रेका भत्केका कुराहरू भन्दा पनि अब मैले अब आउने टाइममा समयमा कसरी अझ नयाँ कुराहरू, नयाँ कामहरू सिक्न सक्छु, नयाँ भाषाहरू संयोजन गर्न सक्छु, या अन्य मान्छेहरूसँग कुराकानी गर्ने स्किलमा कति गर्न सक्छु भन्ने कुराहरू पनि हुँदो रहेछ होइन। गाडीमा त्यही आधा घन्टा जति लाग्थ्यो होइन। आधा घन्टा अगाडि 1-2 घन्टा अगाडि नै उठ्नु पर्थ्यो आफ्नो होइन। ड्युटी टाइम कहिले नाइट पनि हुनसक्थ्यो, ड्युटी सिफ्ट चाहिँ फिक्स हुँदैन होइन। अब त्यो व्यापार बिजनेस उनीहरूको ल अथवा उनीहरूको नियम कानुन अनुसार हुन्छ होइन। आफ्नो स्केड्युल हुन्थ्यो, आफ्नो टाइम टेबल, समय तालिका भन्छौँ नि हामीहरू होइन, त्यो सेड्युल हुन्छ होइन। त्यो नाम सबै हुन्छ त्यसमा, यति बजी ड्युटी, यति बजी सबै कुरोहरू 1 हप्ताको पुरै हुन्थ्यो सेड्युल। कहिले नाइट पर्थ्यो, कहिले डे, कहिले मर्निङ पनि हुन्थ्यो सिफ्ट चाहिँ, त्यो कुनै ऊ भएन। तर यद्यपि 1-2 घन्टा अगाडि नै उठ्नु पर्थ्यो सेटअपको लागि। अब उठ्ने, नुहाइधुवाइ गर्ने होइन, ड्युटीको लागि तयारी गर्नुपर्ने। त्यसपछि आधा घन्टा चाहिँ लाग्थ्यो। अकोमोडेसनको कुरा गर्दा चाहिँ नि एकदम राम्रो थियो होइन। हाम्रो चाहिँ नि अब एकदम ठिकठाकै थियो भनौँ। त्यति हाई क्वालिटीको पनि नभनौँ र त्यति लो पनि नभनौँ, मिडियम ठिकठाकै जे होस्, बस्ने सुत्ने व्यवस्था ठिकै थियो भनौँ। र काम गर्ने लोकेसन पनि त्यति नराम्रो थिएन, राम्रै थियो। तर यद्यपि
विभिन्न मुलुकका मान्छेहरू हैन त्यहाँ मैले पाएँ हैन, मेरो अनुभवहरू धेरै बटुल्न पाएँ। अब तपाईको विभिन्न नेसनालिटीका मान्छेहरू अब प्राय फिलिपिन्स, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश त नहुने कुरै भएन, इन्डिया पनि र अन्य युरोपका मान्छेहरूसँग पनि काम गर्न पाइयो। त्यहाँको वातावरणहरू बुझ्न पाइयो, धेरै कुराहरू सिक्न पाइयो र धेरै कामहरूको नलेजहरू पनि हैन धेरै सिक्न पाइयो। सुरुमा गाह्रो भए तापनि पछि बिस्तारै त्यहाँको वातावरण बुझ्दै जाँदा, त्यहाँको मान्छेहरूसँग घुलमिल हुँदै जाँदा धेरै कुराहरू सिकायो। पछि सहज हुँदै गयो। तपाईहरु नै यदि जान चाहनुहुन्छ भने हैन केही छैन, सुरुमा गाह्रो हुन्छ। गाह्रो भए तापनि हैन केही दुःख अनुभव भए तापनि पछि सहज हुँदै जान्छ। त्यो आफूले मिलाउनु पर्छ, केही कुराहरू आफूले पनि कम्प्रोमाइज गर्नुपर्छ हैन, केही सहन पनि गर्न सक्नुपर्छ। त्यसपछि लिएर अब तपाईको अब ड्युटी आवरको लागि कुरा गर्दा ड्युटी आवर ठिकै थियो, त्यस्तो उ थिएन। ड्युटी आवर हाम्रो जे भनेको थियो त्यही थियो हैन। 8 आवर बेसिक ड्युटी थियो भनेपछि 1 घण्टा ब्रेक, टोटल 9 घण्टा ड्युटी थियो। अब 9 घण्टा ड्युटीमा 1 घण्टा त ब्रेकको लागि छुट्याइदिएको थियो। टोटल 8 घण्टा हामीले गर्नु पर्थ्यो। त्यो त्यस्तो नराम्रो थिएन हैन, ब्रेकको लागि सबै कुराहरू दिन्थ्यो। 9 घण्टा क्रस टाइम भइसकेपछि चाहिँ ओभर टाइम हुन्थ्यो कहिलेकाहीँ हैन, त्यसमा चाहिँ ओभर टाइम गरिन्थ्यो। 9 घण्टा जस्तै मैले क्रस गरेँ भने त्यसमा चाहिँ घण्टाको ओभर टाइम त्यसमा एडिसनल हुन्थ्यो, जोडिँदै जान्थ्यो। त्यो लास्ट मन्थमा आउँथ्यो, त्यो केही भएन। तर यद्यपि धेरै कम्पनीहरू हैन, धेरै हाम्रो युवा पुस्ताहरू पनि यस्तो जन्जालमा भएको देखिन्छ क्या। अब 8 घण्टा बेसिक ड्युटी भनेर गएको हैन, त्यहाँ विभिन्न अब 11 घण्टा पनि गर्दिने, 12 घण्टा पनि गर्दिने त्यस्तो कम्पनीहरू पनि छन्। र सेलेरी भन्या जस्तो पनि नहुने। अर्को कुरो चाहिँ नि एकदम टाइममा सेलेरी नआइदिने, अब आए तापनि किस्तामा आउने जस्ता कम्पनीहरू, धेरै कम्पनीहरू छन्। त्यही भएर मैले अगाडि नै जोडेको कारण यही हो। जानुभन्दा अगाडि कृपया फेरि पनि भन्छु हैन, राम्रो मेन पावर, चिने जानेको एजेन्ट अथवा आफूले भरपर्दो विश्वासिलो मेन पावरको खोजी गर्नुस् र आफूले राम्रो काम सिकेर हैन, तालिम प्राप्त गरेर या राम्रो नलेजहरू गेन गरेर मात्र तपाई अप्लाई गर्नुस्। तपाईलाई सहज हुन्छ र तपाईको जोड्ने एकदम सफलता हुन्छ। त्यहाँ गएर कुनै गुनासो गर्न पाइन्न। केही सानो छोटा कुरामा त अलिअलि कम्प्रोमाइज गर्नै पर्छ। हामी त मानव नै हो हैन, कुनै रोबोट हैन। अलि त तनाव त हुन्छ, त्यो त सहन गर्नै पर्छ। तर मैले भन्न खोजेको पुरै केही नजानेर हावाहुरीमा जानु पनि त्यो पनि त राम्रो हैन नि त हैन। पुरै केही नगरेर हावाहुरीमा ट्रेनमा फलाना मान्छे गएछ, गाउँको मान्छे गएछ भनेर हावाहुरीमा जानु त्यो पनि त्यति राम्रो हैन। त्यसकारणले बरु टाइम लिनुस्, समय लिनुस्, आफूलाई प्रश्न गर्नुस् हैन। त्यसपछि लिएर कुनै पनि ठाउँ, स्थिति, देश हैन, कुन ठाउँमा इभन स्टडीको लागि भए तापनि कुनै ठाउँमा जानुभन्दा पनि अगाडि आफू राम्रो सक्षम भएर जाँदा एकदम राम्रो हुन्छ हैन। र अब यति भन्दै अब तपाईहरु कुन देशमा जान लाग्नु भएको छ कृपया कमेन्ट गर्न भनिदिनु होला। र तपाईहरुलाई यो भिडियो मन परे शेयर पनि गरिदिनु होला। लाइक कमेन्ट गर्न नभुल्नु होला र सब्स्क्राइब गर्न पनि नभुल्नु होला। यो मेरो नयाँ च्यानल हो। र अर्को कुरो जाँदै म यो भन्न चाहन्छु कि अब किनभने म अरु कुरा पनि भन्न चाहन्थे, तर भिडियो एकदम लामो हुने भएको कारणले गर्दा नि म यहीँनेर बिदा माग्न चाहन्छु। कृपया फेरि पनि भन्छु, तपाईहरु हैन जानुभन्दा अगाडि विदेश एकपल्ट राम्रोसँग आफूले आफूलाई एनालाइसिस गर्नुस्, सोच्नुस्, राम्रोसँग आफूले आफूलाई हैन आफ्नो करियरको बारे सोध्नुस् हैन। जीवन हो हैन, जीवन एकपटक आउँछ, अर्कोपटक आउँदैन। त्यहाँ गएपछि 2-4 वर्ष यत्तिकै जान्छ। त्यो भन्दा त आफूले पहिल्यै आफ्नो करियरको बारेमा थाहा पाउनु जरुरी हुँदो रहेछ हैन। र अर्को कुरो अब विदेश गइसकेपछि
अब सामान्य कुराहरू बित्दै गइसकेपछि अब धेरै कुराहरू कम्प्रोमाइज गर्नुपर्छ होइन, त्यो त मैले भनिराख्नु पर्दैन। तपाईँहरू पनि जाँदा केही दुःख अब केही कमी कमजोरी होला, त्यो सामान्य कुराहरू त आफूले पनि कम्प्रोमाइज गर्न सक्नुपर्छ होइन, त्यो केही भएन। त्यो पछि बिस्तारै सहज हुँदै जान्छ। तपाईँहरू पनि होइन, नयाँ नयाँ हो भए तापनि केही चिन्ता लिनु पर्दैन। सुरुमा मैले भनिहालेँ, सर्वप्रथम त हाम्रो एउटा मेन पावर चाहियो नै डेफिनेटली, र एग्रिमेन्ट पेपरमा के कस्तो कुराहरू छन् सबै उल्लेख गरिएको हुन्छ, त्यहाँ राम्रोसँग तपाईँ पढ्न सक्नुहुन्छ। र अर्को कुरो मेन पावर भन्दा पनि त्यो कम्पनी कुन देशको तपाईँ जान चाहनुहुन्छ, त्यस देशको कम्पनी के हो त, डाइरेक्टली हो कि या त होइन सप्लाइज हो कि भन्ने कुराहरू ध्यान दिनु एकदम जरुरी छ होइन। यो कुरामा एकदम ध्यान गर्नु होला, ख्याल गर्नु होला। किन भन्दाखेरि डाइरेक्टली कम्पनी भयो भने चाहिँ राम्रो हुन्छ तपाईँको होइन। सप्लाइज भनेपछि फेरि त्यहाँ कम्पनीमा गएर फेरि त्यो कम्पनीले अर्को कम्पनीमा अर्को ठाउँमा होइन ट्रान्सफर गर्छ, बेच्छ भनौँ न यहाँ। त्यो हुने कारणले गर्दा तपाईँहरू यो कुराको ख्याल गर्नु एकदम जरुरी छ। भिडियो धेरै पनि लामो भयो, यति भन्दै म बिदा हुन चाहन्छु। हवस् त, धेरै धेरै धन्यवाद, नमस्कार।